के भने एक्कासी जमिन हल्लिसकेपछि पुरै आफ्नो रेक्टरको भूकम्प भयो भने मैले अनुभव भयो मेरो परिवारमा गयो बच्चाहरू होइन त्यता गयो क्या त्यो गर्दा गर्दै ब्लास्टिङ भयो त्यो गाडीको सोमा त्यो ब्लास्टिङ हुँदैछ त्यहाँ भएको जति पनि माटो त्यो स्ल्याब एक्कासी तल इनार जस्तो गहिरो भएर गयो खाल्टै भएर गयो खाल्टो भएर गएपछि भत्किँदै ड्याम पड्किँदै आएर म स्ट्रिङमा थिएँ त्यो स्ट्रिङसम्मै आइपुग्यो अनि गाडी ठ्याक्कै कोल्टे भएर यता बायाँ साइडको दुईवटा चक्का यस्तो माथि ठाडो भयो जमिनै छोड्यो कि चक्का अनि स्टाफले हटाएँ अनि एउटा स्टाफ यहाँ आइपुग्यो दौडेर अनि त्यसपछि अब गाडी जाँदैछ भन्ने सबै होइन मैले पनि यता ढोका खोल्न सकेन अनि त्यही अर्को मान्छे स्टाफ भागेको ठाउँबाट त्यही पनि म त कोल्टे भएर गाडी यस्तो भएपछि मलाई जान पनि गाह्रो भइसकेको थियो कि त्यही माथि त्यो हाप्पा चाहिँ गियर लिभरमा अल्झ्यो झन् पसिन भएँ म त अब यति नै रहेछ जिन्दगी जस्तो लाग्यो अनि त्यहाँबाट अटोमेटिक गाडी यसो भयो फेरि एक सेकेन्ड यसो भयो त्यति मौकामा हाम फालेर यसो फर्किँदाखेरि त्यो पैतालाको बाटै त्यो भयो क्या मैले यसरी हेरिरहेको छु कि गाडी त्यो ब्यागेर हालेको पिल बत्ती बलिरहेको थिएँ तल कहाँ हो अनि यहाँ एकजना भाइ हुनुहुन्थ्यो भर्खरै होइन एक सेकेन्ड भन 1 मिनट कुरा गरेको थिएँ मसँग अनि उसलाई मैले भने ओइ गाडी त गयो नि भीम भने फटा कुरा भने उसले हेऱ्यो देख्दैन गाडी उहाँ राख्यो होला भने